साथीहरू अनि मौसम खाजा लिएकै सिलाइदिनु पनि हुन्छ यहाँ सम्पर्क गर्नु है हाम्रो दिदीलाई तल चाहिँ नदेखा गर्नु फेरि दुईजना साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ भाडा किन्दैछौँ हामी भिडियोको नि यति धेरै साथीहरू नमस्ते म फेरि पनि तपाईँको सामुन्ने आएको छु नयाँ भिडियो लिएर र आज छ मेरो सबैजना साथीहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भनेर र साथीहरू आज चाहिँ म फेरि धेरै दिनपछि ब्लग स्टार्ट गरिरहेको छु ओके साथीहरू अनि मौसम चाहिँ आज चाहिँ घाम लागेको छैन यस्तो आनन्द छ नभए अरू बेला चाहिँ नि घाम लागेको दिन चाहिँ नि 9 बजे पनि घाम लागेर हैरान हुन्छ यहाँ यस्तो छ अहिले चाहिँ अनि यहाँ हजुर माजी अङ्कल कि को नि त ए कसो हुनाले आछन् के हो मैले त चिया कफी केही सोधेको छुइनँ गफ गर्दै हुनुहुन्छ अनि बित्तिकै गाडीको महँगाइको कुरा गर्न थाले महँगाइको सरकारी बिदाको आज भात तरकारी पनि खतरा भयो जस्तो छ अनि हजुरी चाहिँ भर्खर आउनुभएको छ उता उहाँको मिटिङ थियो अनि हेलो साथीहरू म चाहिँ नि इमाडोल आइसकेको छु हाम्रो गाउँकै दिदी चर्चको दिदी चाहिँ नि यहाँ इमाडोलमा हुनुहुन्छ अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ नि सबै उहाँ दिदीको पसल हो र म चाहिँ नि यहाँ आइसकेको साथीहरू अस्तिदेखि बोलाउनु भएको थियो अनि यहाँ आएको छु अनि उहाँ चाहिँ उता बाहिर जानुभएको छ अहिले म देखाउँछु उहाँलाई पनि यस्तो छ यहाँ चाहिँ अहिले म देखाउने नै छु यहाँ के पाउँछ भनेर साथीहरू तपाईँहरूलाई म देखाउने नै भिडियोको नि यति धेरै खाजाको वर्षा हुँदा यो त खाइसकेको है यो आधीमा पनि थोरै खाइसक्यो मान्छे बल्ल यहाँ तपाईँले देखाउनु पर्यो भने थिएँ म भ्लग पनि बनाउँछु क्या दिदी यो भ्लगमा हाल्छु म भरे बनाएर कि अहिले साउन्ड चाहिँ म उ गर्छु यस्तो भिडियोहरू गर्छु अनि भरे एडिट गरेर अनि लामो बनाएर लाउँछु हाम्रो बबिता बहिनीसँग भेट भयो खुसी लागेको छ अस्ति हुन्छ अस्ति चर्चमा भेट भएको थियो हाम्रो दिदीसँग घर नजिकैको दिदी हो उहाँ चाहिँ हाम्रो राम्रै देख्नु भएको छ बल्ल भेट भयो गाउँकै जस्तो गाउँको दिदीहरूसँग भेट हुँदा त कस्तो घरमै गाउँमै छु जस्तो लाग्ने रहेछ हो अन्त अस्ति चर्चमा त सबै चिनेको देखेर छक्कै पऱ्यो एकछिन भयो पर्दैन ए म यहाँ के छ दिदीको देखाउनु पर्यो भनेको थिएँ यहाँ दिदीले के राख्नु भएको छ भनेर म देखाउँछु साथीहरू यहाँदेखि सुरु गर्नु पऱ्यो यहाँ सबै नेपाली पहिरन होला नि यो सबै नेपाली पहिरन रहेछ यहाँ गुन्यु चोलो यो राई ड्रेस दिदी ओ दिदी यो सबै साथीहरू हेर्न सक्नुहुन्छ अनि यो माला चाहिन्छ भने यिनीहरू भन्नु है साथीहरू यो सबै यस्तो राई कल्चरको ड्रेसहरू रहेछ यो दिदीले चाहिँ सबै राई कल्चरको ड्रेसहरू राख्नु भएको रहेछ एकदमै फेमस गुन्युहरू रहेछ यस्तो छ साथीहरू म चाहिँ यहाँ यस्तो हालतमा छु गर्मी भएर उफ ज्याकेट पनि यस्तो होस् अब यस्तो छ साथीहरू खाजा लिएकै गर्नुभएको छ यहाँ कति पछि भेट भएको अविस्मरणीय बनाउनु हुने भयो ए अनि दिदीले चाहिँ सिलाउनु पनि हुन्छ यहाँ अर्डर गरेर अनि सिलाउनु पर्यो भने सिलाइदिनु पनि हुन्छ अनि कपडा पनि यहीँ पाइन्छ सिलाउनु पनि हुन्छ सबै सुविधा छ यहाँ चाहिँ नि अनि अर्नामेन्टहरू पनि रहेछ नि यहाँ सबै रहेछ यहाँ अहिले यस्तो चल्तीमा आएको छ सबै रहेछ यहाँ
यो माथि रिल्सतिर देखेको यो कस्तो यहाँ हेरौँ त मजाले यस्तो अहिले भर्खर यो चलेको हो नि है कति धेरै चलेको छ क्या अहिले यो रिल्सहरूमा यो चाहिन्छ भने यहाँ सम्पर्क गर्नु है हाम्रो दिदीलाई यस्तो राम्रो राम्रो रहेछ राम्रो हो सबै क्या अहिले चलेको नि यो सबै यहाँनिर रहेछ यो अहिले मात्रै चलेको छ क्या ट्रेनमा छ नि यिनीहरू माथि म देख्छु यसो रिल्सतिर यहाँ दिदी र म घर नजिक नजिक छ हाम्रो चाहिँ तर भेट चाहिँ खासै नभएको बल्ल भेट भयो ए काठमाडौँ आउनु पर्ने रहेछ अनि गाउँमा चाहिँ 2 मिनटको फरक छ तर आफ्नै काममा त्यही त नि सबै यहाँ आउनुपर्ने रहेछ सहरतिर पो गाउँको मान्छेहरू त यहाँ खोज्नुपर्ने रहेछ गाउँमा खोज्ने होइन यहाँ सहरमा आएर खोज्नुपर्ने रहेछ यस्तो छ यहाँ हाम्रो हालत यता सरर गुन्युहरू पनि राम्रो राम्रो अहिले चलेको रहेछ गर्मीमा लाउने उहरू पनि रहेछ सर्टहरू पनि चोलीहरू पनि सबै फरियाहरू पनि यिनीहरू सिलाउनुहुन्छ होला नि दिदी फरिया अनि ढाकाको उहरू पनि रहेछ सबै जे चाहिन्छ भन्नु अर्डर गरिहाल्नु यस्तो यिनीहरू पनि सिलाउनुहुन्छ यो सिलाएको हो ए तपाईँले सिलाउनु हो यो सबै दिदीले सिलाउनु रे यो छ यो चाहिँ खुब चलेको देखेको थिएँ मैले मारे यो छ एकदमै चलेको तपाईँले सिलाउनु भएको होइन यो दामी छ अर्डर गर्नुभयो भने दामी अर्डर गरेर भन्नुभयो भने दामी यिनीहरू सबै अर्डर भयो यो गुन्युहरू यो दिदी लड्नु खोज्नुहुन्छ त यो दिदीको लुगा कहाँ लगिदिनु यो दिदीलाई लुगा लगाइदिनु पर्ने रहेछ यो कुर्ता खाजा फेरि यहाँ हैरान छ भात खाएर आएको भनेको छु र पनि ल्याइदिएको गरिराख्नु छ अघिदेखि हैरान भइसक्यो दिदीको पसलमा आएको छु म दुईटैजनाले भिडियो बनाउँदैछौँ हामी यहाँ मलाई पुऱ्याउन आउनु छ बाई बाई अर्को दिन आउँछु ल ल मलाई पुऱ्याउन आउनु भएको छ यहाँ दिदी चाहिँ गाडीमा कृष्ण मन्दिर चोकमा कृष्ण मन्दिर चाहिँ कहाँ छ ए त्यो त नि मलाई अघि बाइकमा त्यहाँ झारिदियो अनि यहीँ हो भनेको कृष्ण मन्दिर यही हो क्या झर्नु भनेर कृष्ण भन्दै टाउको देखायो अनि म चाहिँ सुई उता गएँ नि ए यहाँ मलाई पुऱ्याउन आउनु भएको कुन बेला आउँछ गाडी साथीहरू म चाहिँ साथीहरू हामी चाहिँ एउटा काममा हिँडेको काम भनेको बनेन अनि त्यही भएर हामी त लाग्यो यता पार्कतिर फोटो खिच्नुको लागि फन पार्क त होइन होला यो त के जाति पार्क हो है आइ फोटो खिच्नु कस्तो फन एक फनकै घुम्नु पर्ने क्या हो नि काम छैन अब फन एक फनकै घुम्छौँ हामी त्यहाँबाट हामी चाहिँ यहाँ आइपुग्यौँ प्रत्यक्ष प्रसारणमा उहाँ उपस्थित हुनुभएको छ ड्युटी छोडेर एउटा काम बनाउनु आएको भएन होइन क्या अस्ति पनि काम भएन नि त्यो ऊ बनाउने बेलामा आज नि काम भएन तपाईँ अशुभ हुनुहुँदो रहेछ पनि के भन्नु जाम्नु अब अनि अस्ति पनि ड्युटी गर्दा उनीहरूको अस्ति पनि काम बनेन आज नि बनेन साथीहरू हाम्रो कति 20-30 रुपियाँ 50 रुपियाँ भए पनि गाडी भाडा सोहा हुने भयो अरे केही छैन अब त्यही नहोस् भनेर यसो यहाँ
घुम्दैछौँ हामी होइन भाडा किन्दैछौँ हामी बसाइ सराईको लागि हुन्छ सुनले पनि एउटै त हो 160 हो होइन यो त्यो 160 हो ठुलो साइज हो नि त तपाईँको यो सानो साइज 140 हो कि यो 140 हो यो 120 हो कि तर्न किन्दै हुनुहुन्छ यहाँ घर सर्नुको लागि ठिकै छ होला हातपात धुइँदैन पनि छान्दैछौँ हामी चाहिँ यहाँ दुइटै राम्रो छ दुइटै राम्रो छ तपाईँलाई जुन मनपर्छ त्यही लिउँ न ल खोल यसको खोलियो है हजुर त्यही हो खोल चाहिँ कसरी हो दुईटा 100 रुपैयाँको दुईटा 100 को दुईटा खोल 500 मा आउँदैन यति दुईटा गरी फिक्स प्राइस हो फिक्स प्राइस हो रे हाम्रै मिठो रहेछ चक्लेट पनि पाउने रहेछ यो भित्र त के भयो रहेछ ऊ रहेछ सस रहेछ यस्तो छिटो पानीपुरी कत्रो रहेछ लगाइदिनु त लाउने चाहिँ खतरा नि हजुर फेरि सक्यौँ अनि सामान देखाउँदैछौँ हामीले के किन्यौँ डाडु पुनिम दुईजनाको लागि पुनिम पुनिम पुनिउ पन्यु पन्यु यसलाई पन्यु भन्छ तपाईँलाई थाहा छ अनि यसलाई के भन्छ डाडु डाडु करायो ठुलो रहेछ डाडु डाडु चाहिँ कराई भन्दा ठुलो हो अरे फेरि बिल्ला अनि यो किन्यौँ सपिङ बोर्ड चक्कु लौ न चक्कुले झन्डै तन्ना फाडेर अनि चक्कु किन्यौँ अनि हामीले तन्ना नि किनेको तन्ना पनि किन्यौँ यो पनि तन्ना चाहिँ किन किन्नु भएको अरे हजुरहरूले यस्तो तन्ना जनता जान चाहन्छन् लु भन्नु यहाँ यो ब्राउन कलरको तन्ना किन किन्नु भएको अरे हजुरहरूले मलाई चाहिँ अलिक धेरै अल्छी लाग्छ अनि त्यही भएर यहाँ चाहिँ मोबाइल फोर देख्दैन त्यही भएर किनेको तपाईँहरूलाई पनि यो ट्रिक यी यस्तो ब्राउन खालको कालो तन्ना किन्नुहोस् अनि 1 वर्षपछि मात्रै धुनुहोस् अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये। म त अर्को सालमा त अर्को महिना अब अर्को के छ यो किन्यौँ ए यो कुकरमा खाना पकायो भने त मलाई नि नपुग्ने खालको कुकर किनेर ल्याएको यसमा कति धेरै अट्छ तपाईँलाई के थाहा अनि अरू कुरा चाहिँ हामी मामा घरबाटै माइजूले दिँदै हुनुहुन्छ त्यही भएर हामीले कराई दिनुहुन्छ अरे अनि ब्ल्याङ्केट पनि दिनुहुन्छ अरे थाल पनि दिनुहुन्छ अरे अनि हामी यति भाग्यमानी छौँ त्यही त जस्तो भाग्यमानी को छ तपाईँहरूलाई दिने कोही छ त्यसरी लैजा भनेर हामीलाई त झन् बेला बेला तरकारी लिन आउनु ल यहाँ पनि भन्नुभएको छ तिमीहरूका छन् त्यही त तिमीहरूका छन् त्यस्ता तिमीहरूका छन् तिमीहरूका छन् त्यस्ता अनि अर्को नि यसकै खोलो ए हामी एकदमै खुसी छौँ चोर आयो भने चाहिँ हाम्रो रुममा यत्रो ठुलो जस्तै हामी चाहिँ अब यो स्टप बोर्डको ओपनिङ गर्दैछौँ अनि तिमी मेरो ओपनिङ गर्दैछौ भात खान आउला अनि उता कुकर हेरेर म यो कुकरको भातमा नगाउने रे अब के कुरा गर्नु नगाउने रे क्या यसमा पकाएर मलाई त 4 दिन लाग्छ यो भात यो त तपाईँ मेरो सानो 4 दिन हैन टन्नै दिन पुग्छ क्या पुरै सोर हैन
नजिकै हो त हो अनि शनिबार तिमी शुक्रबार आऊ होइन अनि त्यहाँ बस्ने भोलिबाट हामी पनि यतै आउँछौँ अनि फेरि वाउ प्लानिङ वाउ हामी कोठा सर्ने अनि त्यहाँदेखि उहाँ पनि स्कुल आउनुहुन्छ अनि त्यहाँदेखि शुक्रबार सँगै बस्ने अनि त्यहाँदेखि शनिबार यता आउने अब ल वाउ ल ओपनिङ भयो ताली बजाउनु त लु अब गाडी पनि हाल्नु ब्रान्डको नाम चाहिँ पुरु रहेछ है गाइस पुरु हजुर पुरु हजुर म कुखुरा छुन्छु माथिबाट गाडी आउनु थाल्छु अब म गएँ काममा ल जान्न अब हामी पनि आउँछौँ अनि आउँछु लङ अब यहाँ छक पार्ने के काट्ने हो छक पारेर के काट्नु हो नि साथीहरू यहाँ चाहिँ नि अब हामी चाहिँ नि साथीहरू किन यति धेरै भाडा किनेको भन्नुहुन्छ भने हामी चाहिँ नि रुम सर्न लागेको छौँ अलिक दिनपछि हामी चाहिँ रुम सर्नेछौँ अनि रुमको लागि चाहियो अनि हामी चाहिँ रुमको लागि व्यवस्था गर्दैछौँ यहाँ अलिअलि सामानहरू जोड्दैछौँ अनि तर धेरै रात चाहिँ यहीँबाट उहाँहरूले मामा माइजहरूले दिन्छौँ तिमीहरूलाई तिमीहरू अझै के भन्दै हुनुहुन्थ्यो भने तिमीहरू किन जानु उता त्यति टाढा होइन यतै बस कति खान्छौ तिमीहरू भात चराले जस्तो खान्छौ हामी उगाउनु सक्दैनौँ यहीँ बस भन्दै हुनुहुन्थ्यो तर छ्यामाको काम चाहिँ टाढा छ साथीहरू अनि त्यही भएर हामी चाहिँ नि जाने निर्णय गरेको छौँ तर अहिले नै गइहाल्ने चाहिँ होइन है फेरि अलिक दिनपछि जाने अनि सामानहरू चाहिँ किन्दै गरेको क्या कुरा बुझ्नु न अनि त्यस्तो छ साथीहरू अनि आज हामी चाहिँ नि खास अर्कै कामले गएको थियौँ यो सामान पनि किन्ने सोचेको थिएन सोचेको थिएन क्या यो सामानहरू पनि किन्ने भनेर चाहिँ खासमा चाहिँ नि काम चाहिँ एउटा अर्कै काम थियो एकदम विशेष काम थियो तर त्यो काम चाहिँ आज सार्वजनिक बिदा भोलि सार्वजनिक बिदा हिजो सार्वजनिक बिदा भएकोले अब बन्द मन्डे मात्र अनि त्यही भएर हामी चाहिँ अब फेरि मन्डे जानुपर्ने छ अब फेरि डबल हुने साथीहरू के गर्नु गाह्रो छ अनि यस्तै छ साथीहरू यतिन्जेलसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद अब फेरि हामी अर्को भिडियोमा आउनेछौँ भन्नु न चाहिँ अब हामी अर्को भिडियोमा चाहिँ रुम सरेपछि मात्र आउँछौँ मलाई प्रायः हुनसक्छ नभए कतै डुल्न गयो भने त आइहाल्छ नभए यताउता गयो भने भिडियो आइहाल्छ नभए चाहिँ अब अर्को बसाइ सरेको के भयो कसरी राख्नु बसाइ सरेर हुन्छ ए यो ल बाई बाई साथीहरू अब हामी अर्को भिडियोमा भेटौँ ल बाई बाई हो त्यसरी